गुड मर्निङ एभ्रिवान, वेलकम छ हजुरहरूलाई मेरो भ्लगमा होइन। आज मर्निङमा चाहिँ मैले ब्रेकफास्ट बनाउनु स्टार्ट गरेँ होइन। ब्रेकफास्टमा चाहिँ हामी सबै सल्लाह गरेर लिबिर खाउँ भनेर चाहिँ डिसाइड गरेँ। अनि मैले चाहिँ डो बनाएर त्यसको पछि कटिङहरू गर्न स्टार्ट गरेँ होइन। म चाहिँ लिबिर सिम्पल तरिकाले नै बनाउँछु होइन। भेजिसहरू पनि अलिक हाल्छु किनभने हेल्दी फुड हो नि त। अनि त्यसको लागि चाहिँ मैले प्याज, क्यारट, ओनियन क्यारट अनि अरू सब्जीहरू पनि हालेको थिएँ होइन। मैले भटाभट बनाएर मेरो चाहिँ रेडी पनि भयो। अनि मेरो हस्बेन्डलाई दिएँ। अनि हाम्रो दाजु पनि आउनुभएको थियो, तपाईँ पनि चाख्नुहोस् न अलिकति भनेर दिएँ होइन। त्यसको बादमा बहिनीहरू पनि खानु बस्यो। त्यसको बादमा म पनि खानु बसेँ। खाएर चाहिँ फटाफट फेरि रेस्टुरेन्टको ड्युटी गर्नुपर्ने हुन्छ होइन। मैले चाहिँ फटाफट खानु थालेँ। मिठो भएछ भने मेरो बुढो दाजुले पनि एकदम मिठो भएछ भने होइन। अनि यहाँ हाम्रो बहिनी त्यो दुईजना उनीहरू पनि बसे खानु होइन। ऊ चाहिँ लजाउँदै थियो कि खानु मिठो भयो भने यिनीहरूलाई मिठो भयो अरे होइन। लसुनको फ्लेभर पनि राम्रो आयो भने म चाहिँ लिबिडुबीमा लसुन हाल्छु नि त विशेष गरेर चाहिँ। थ्याङ्क यू फर वाचिङ एभ्री वान।